सांस्कृतिकपन आओ जोगाओ सबै मिली आओ जोगाओ सबै मिली बनेर सबैको त्रिवेणी बनेर सबैको त्रिवेणी बनेर सबैको त्रिवेणी। साहित्य संगीत र कलाको संयुक्त प्रस्तुति भुटानी त्रिवेणी 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 त्रिवेणी। जति पनि आजको यो कार्यक्रम भइरहेको छ हाम्रो भुटानी त्रिवेणीबाट प्रसारण हुनेछ र देवको कारणले गर्दाखेरि उहाँ भुटानी त्रिवेणी सञ्चालन गरिरहनु हुने श्री गोविन्द फेयोज्यूलाई पनि मानव धर्म सेवा समितिबाट धेरै धेरै धन्यवाद। हामीलाई हाम्रो धर्म हाम्रो संस्कृतिलाई विभिन्न ठाउँमा विभिन्न श्रोता अनि विभिन्न भक्तजन मार्फत भुटानी त्रिवेणी मार्फत आवाज पुर्याइदिनु हुनेछ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रा युवा गायक जसले हाम्रो युवा भाइ बहिनीहरूलाई प्रोत्साहन गर्दै आउँदै हुनुहुन्छ र भविष्यमा एउटा महान कलाकार हुने लक्षण उहाँमा छ। उहाँ हुनुहुन्छ अजित लुवागुन भाइ अजित लुवागुनलाई अगाडि आइदिनु अनुरोध गर्दछु। उहाँ तबलिस्ट पनि हुनुहुन्छ आजको र साथसाथमा भजन पनि गाउनुहुनेछ। धेरै ट्यालेन्टेड हुनुहुन्छ, मल्टी ट्यालेन्ट। अब अगाडिको कार्यक्रम सञ्चालन गरिदिनु हुन हाम्रो मानव धर्म सेवा समितिका सचिवज्यू श्री भीम रामदामज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। हाम्रो राजु भाइले मलाई उद्घोषकको भार निभाइदिनको लागि अनुरोध गरेको हुँदाखेरि म केही क्षणको लागि स्टेजको नजिकमा म खडा भइरहेको छु र हाम्रो पेर्मी मेसौरीबाट आउनुहुने चन्द्र लुवागुनज्यूलाई अहिले भजनको भाग दिनको निमित्त म खडा भएको छु र उहाँले भजन गाएर सुनाइदिनु हुनेछ र हाम्रा भागवत भक्तगण प्रेमी सजनहरू उहाँको भजन सुनेर आनन्द लिएर बसिदिनु हुन म अनुरोध गर्दै केही क्षणको लागि म माइक्रोफोनलाई अन्त्य गरेर म स्टेजको नजिकमा म जाँदैछु र सच्चिदानन्द भगवान की जय। गुरु ब्रह्म गुरु विष्णु गुरुर्देवं महेश्वरः गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरुदेवाय नमः। आउनुहोस् भजन श्रवण गरौँ।
अबको भजन हाम्रो जमुना बहिनीले गाउनुहुनेछ जब भाइ प्रभुको नाम। प्रेम से बोले श्री सद्गुरु महाराज की जय। जब भाई प्रभु को नाम,
को भजन मेसौरीबाट आउनुहुने कलाकार हाम्रो अजित भाइले भजन गाउनु हुँदैछ र हारमोनीमा उहाँकै पिताजी चन्द्रलगन, तबेलामा हाम्रो राजु रसाइली र गिटारमा हाम्रो लच्छु प्रेमीज्यू हुनुहुन्छ। गुरु ज्ञान बिना सत्य प्रेम बिना गुरु ज्ञान बिना सत्य प्रेम बिना आत्मा को मुक्ति छैन प्रभु ध्यान बिना आत्मा को मुक्ति छैन प्रभु ध्यान बिना गुरु ज्ञान बिना राम भरणी कृष्ण भरणी येशु भरणी बुद्ध भरणी राम भरणी कृष्ण भरणी येशु भरणी बुद्ध भरणी हमें मान्छेहरूको भगवान हमें मान्छेहरूको भगवान गुरु ज्ञान बिना सत्य प्रेम बिना गुरु ज्ञान बिना सत्य प्रेम बिना आत्मा को मुक्ति छैन प्रभु ध्यान बिना आत्मा को मुक्ति छैन प्रभु ध्यान बिना वेद पढ़नी गीता पढ़नी बाइबल पढ़नी कुरान पढ़नी वेद पढ़नी गीता पढ़नी बाइबल पढ़नी कुरान पढ़नी आखी सबैमा एउटै सन्देश पाइन्छ आखी सबैमा एउटै सन्देश पाइन्छ गुरु ज्ञान बिना सत्य प्रेम बिना गुरु ज्ञान बिना सत्य प्रेम बिना आत्मा को मुक्ति छैन प्रभु ध्यान बिना आत्मा को मुक्ति छैन प्रभु ध्यान बिना सच्चिदानंद भगवान को जय। गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेवो महेश्वरा गुरुर् साक्षात् परब्रह्म माता जी की
Amen.
उतरही पार। कलियुग में केवल भगवान को नाम श्री हरि को नाम जसले लिन्छ ऊ नै यो भवसागरबाट पार हुन्छ। कलियुग में त्यो भगवान को सिक्रेट नाम चाहिँ सद्गुरु को चरण में जानुपर्छ, सद्गुरु को शरण में जानुपर्छ अनि सद्गुरु यो भवसागरलाई पार गराउने नाउको रूपमा सद्गुरुदेव हुनुहुन्छ। आउनुहोस् उनै सद्गुरुदेव महाराज को भगवान को स्वयं स्वरूप हुनुहुन्छ। आउनुहोस् उहाँकै नाम लिँदै हामी अगाडि बढौँ।
सद्गुरुदेव भगवानको जय। यसरी भगवानको सबैभन्दा पहिला यो भक्ति ज्ञान वैराग्यलाई प्राप्त गर्नको लागि गुरुको शरणमा गएपछि हामी मैला भइसकेका छौँ। यो जगतमा आएर यो संसारमा आएर यो संसारको माया मोह मद मत्सर आदि जति पनि नेगेटिभिटी छन् हामीलाई यसले पक्रिसकेको हुन्छ। तर जब हामी गुरुकोमा गएर दीक्षा लिन्छौँ, गुरुले हामीलाई दीक्षाद्वारा, जसरी हामी लन्ड्रीमा कपडा लगाउँछौँ र डिटर्जेन्ट हाल्छौँ अनि निकाल्दाखेरि सफा चम्किलो हुन्छ, त्यसरी नै हाम्रो मैला भइसकेको मन मस्तिष्कलाई गुरुले डिटर्जेन्टद्वारा सफा गर्नुहुन्छ अनि हामी संसारको हावापानीले नेगेटिभिटीले हामीलाई छुन सक्दैन। त्यसैले पनि यो संसारको मोह मद मत्सरले हामीलाई जकडेको हुन्छ। आउनुहोस्, म भजन मार्फत बिचमा यस्तै कुराहरू बोल्दै जानेछु र यहाँहरूले पक्का पनि आनन्द लिनुहुनेछ। यो धेरै वर्ष अगाडि 1990 तिर जयगाउँ जाँदाखेरि मलाई एकजना प्रेमी हुनुहुन्छ काजी दाहाल भन्ने जयगाउँमा, उहाँले दिनुभएको भजन आज यो सत्सङ्गको माहौलमा यहाँहरू समक्ष प्रस्तुत छ। कलियुग आयो दाजै, कलियुग आयो दाजै, हेलाई भजन गायो हे दाजु भाइ, हेलाई भजन गायो हे दाजु भाइ। अब समय छैन
चुराको आवाज सुन्ने न ताली बजाउँदा चुराको आवाज पनि सुन्ने